त्यहाँ समय हाल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथेँ मलाई नै ठेलेर लुट। तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन आन्दोलनमा। अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो बाबु 2.5 तोला 2.5 तोला अब मैले कहाँ ल्याउँथे मेरो सिक्री नै लुट्यो बाबु। अब 2.5 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के चोरी नेतै गरे मलाई ल थिचेर तानेर लग्यो मलाई। घाँटी रातो भएर छ दाइ सिक्री लुट्यो सिग्री चोरी हो दाइ। आन्दोलनको क्रममा केही युवाहरूले एकजना दाइको सिग्री चोरी गर्नुभएको छ। दर्शक पनि एकजना दाइको सिग्री चोरी भएको छ। दाइ भेट्यो के भयो सिग्री हरायो दाइ सिग्री हरायो सिग्री मेरो यहाँ चाहिँ लुट्यो कसले दाइ शङ्का छ अलि दाइ हजुर कुन पार्टीकोले लुट्यो तपाईँ शङ्का गर्न सक्नुहुन्छ अनुमान गर्न सक्नुहुन्छ अनुमान के गर्नु बाबु अब यहाँ हुलमुलमा मेरो सिग्री नै लुट्यो बाबु। अब 2.5 तोला घर कसरी जानु अब म घर कसरी जानु मलाई अब के जसले भेटाउनु भएको छ उहाँलाई दिइदिनुहोस् उहाँलाई दिइदिनु होला। यस्तो हाम्रो यो कार्यक्रममा यस्तो नहोस्। जोसुकै साथीहरूले इमान्दारीका साथ अहिले खोजेर राजावादीहरूलाई जसलाई दिँदा पनि सतीश नारायण नगेन्द्रलाई दिइदिनु होला है हजुरलाई अनुरोध गरेँ मैले। दाइ जस्तै झुकिएर हत्या परेको हो कि चोरी नियतले गरेको हो? चोरी नियतले गरे मलाई ल थिचेर तानेर लग्यो मलाई। घाँटी रातो भएर छ दाइ सिग्री लुट्यो छैन बाबु छैन 2.5 तोला 2.5 तोला चिन्ता नगर्नु 2.5 तोला अब मैले कहाँ ल्याउँथे पस्यो राडीले लुट्यो त्यहाँ समय हाल्यो घाँटीमा पछाडिबाट म निस्किन लाथेँ मलाई नै ठेलेर लुट। तपाईँले सिग्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के थाहा त भाइ होसै भएन आन्दोलनमा हुलमुलमा ज्यान जोगाउनुपर्छ र आफ्नो वस्तु सुरक्षित राख्नुपर्छ भन्ने हजुरलाई थाहा त हुनुपर्ने होइन र यत्रो समय चुनाएको ल यो पनि लगादिएँ मैले। अब के गर्नुहुन्छ दाइ अब के अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब 2 दिन लाग्ने ब्याग भइहाल्यो मेरो बाबु। कुनै चौरको मैदान नजिकैको घरमा मार्बल घरमा चाहिँ आगो लागेको छ। त्यो भित्र मान्छेहरू माथि छतमा अघि हामीले मान्छे देखिराखेका थियौँ। अहिले त्यहाँभित्र आगो लागिसकेको छ। त्यहाँबाट बाहिर मान्छे निस्किए कि निस्केन थाहा छैन। घर पुरै जलिसक्यो। यहाँ नियन्त्रणमा लिने स्थिति नै छैन। घर पुरै जल्न थालिसक्यो तर यहाँ निभाउनको लागि दमकल आइपुगेको छैन र घर पुरै आग लागि भइसक्यो। घरभित्र मान्छे हुनुहुन्छ तर घरमा आगो लागिराखेको छ र चौरमा अश्रु ग्यास पनि प्रहार भएको छ। यहाँनिर यति बेला उद्धारको आवश्यकता छ। यो घरभित्र मान्छे बाहिर निस्के कि निस्किएनन्।
हुने चौरको मैदान नजिकैको घरमा मार्बल घरमा चाहिँ आगो लागेको छ। त्यो भित्र मान्छेहरू माथि छतमा अघि हामीले मान्छे देखिराखेका थियौँ। अहिले त्यहाँभित्र आगो लागिसकेको छ। त्यहाँबाट बाहिर मान्छे निस्किए कि निस्केनन् थाहा छैन। घर पुरै जलिसक्यो। यहाँ नियन्त्रणमा लिने स्थिति नै छैन।